नमस्ते साथीहरू, के छ खबर हजुरहरूको? म चाहिँ यहाँ ठिकठाक छु, हजुरहरू पनि ठिकै हुनुहुन्छ होला। आज चाहिँ मेरो घरको ब्लग आउँदैछ किनभने घरभित्र बस्दा बस्दा अलिकति टाउको दुख्यो के, हावा नि छिर्दैन हो कि किन हो, एकदमै टाउको दुखिरहेछ। अनि बाहिर झार अलिअलि छ, अब सुक्खा मौसम सुरु भयो यहाँनिर। अनि यहाँ धेरै सुक्खा भयो भने उयो हुन्छ नि त, के भन्छ, पछि सुकेपछि यो झार नराम्रो देख्छ अनि झार उखाल्नु पर्यो। त्यति धेरै चाहिँ छैन कि, अलिअलि छ, तर यो झारहरूलाई अलिअलि उखाल्नु पर्यो। अनि यो चाहिँ कागती, यहाँ मुनि चाहिँ एउटै बोट छ, माथि चाहिँ यता यो साइडमा चाहिँ सुन्तला फल्छ, यो साइडमा चाहिँ कागती फल्छ। अब यहाँ मैले फुल रोपेको गाडीमा अलिअलि सफा गरिदिनु पर्यो। साथीहरू, यो चाहिँ फुल हो, कस्तो राम्रो फर्स्ट आएछ। अनि यहाँ चाहिँ मैले अस्ति नै साग रोपेको थिएँ नि, यो फुलिरहेछ, या फलिरहेछ। अनि हाम्रो रोज हो यो फुल हो, बिरालो हेर्नु नि। अनि यहाँको नजारा यस्तो छ। अनि यहाँको चाहिँ मैले फाइनल्ली गोडेर सकेँ। म चाहिँ यहाँ छु, अब म यो एरिया सकेँ। अनि यो अङ्गुरको फेदमा पनि गरिदिएँ, अब यता गरिदिन्छु गाइज। थोरै थोरै छ क्या, तर आफ्नै काम हो, आफ्नै घर हो। गर्मी नै भयो, यति उखाल्दै गर्मी भयो। यति सक्छु आज, अनि भोलि 4-5 दिनमा त सक्छु यति झार उखालेर। अनि के साथीहरू, मैले के कुरा गर्दै थिएँ, अङ्गुरको कुरा क्या। अस्ति नै म जाडो मौसममा भन्दा रिलिफ लिएर बसेको बेलामा अङ्गुर टिप्न काममा गएको थियो क्या एक दिन। हेर्नुहोस् न, यतातिर अङ्गुर पुरै छ, अङ्गुरको जाँगर यो चाहिँ फलिरहेछ, यहाँ त कति धेरै फलिरहेछ। अनि म काम नपाएर बस्दाखेरि चाहिँ फुल कस्तो राम्रो देखिरहेछ। काम नपाएर म बस्दाखेरि चाहिँ अङ्गुर टिप्नु गएको थियो। अनि घन्टाको 8 रोटी कसो दिएको थियो। एक घन्टामा त त्यस्तो काम हुँदो रहेछ नि, जाने यत्तिकै त्यो अब एक दिनको लागि गएर होला। अङ्गुरको साउजीले हाम्रो फोनहरू गाडीभित्र राख्यो है, अनि टिप्न थालेको। गाडी पनि त्यो उयसवाला अङ्गुर भारीभित्रै छिर्नेवाला गाडी क्या, टुटुटुटु आउँछ, टिप्दै यत्र बट्टामा हालेको छ सार्दै हाल्दै गाडीमा उठाउने छुट्टै, माथि ठुलो ट्रकमा हाल्ने छुट्टै हो। भन्ने गरी काम गरेको थियो। अनि जस यहाँ पनि फल्छ होला। अनि म त्यही काम गरेको, अङ्गुर टिप्ने काम गरेको कति दिन बाद चाहिँ यहाँको हो नि त, यहाँ पनि फलिरहेछ। एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, थुप्रै फलिरहेछ। पछि खतरा हुन्छ। गाइस त्यही हो, हेर्दै गर्नुहोस् होला। म यो ब्लगलाई अन्तिमसम्म बनाउँछु कि बनाउँदैन। हेर्नु नि फुल कस्तो राम्रो मेरो पछाडि। अर्को त्यो पर पिङ्क कलरको पनि फुलिरहेछ। गोर्मेलै थिएन त पहिला, म आएर यो पुरा गोर्मेल गरेर राम्रो बनाएको छु। गाइस यति उखाले, अब आजको ड्युटी भ्याइयो। अनि कि साथीहरू, यो मेरो सागको बिउ हो, फुल्दैछ। यो धनियाँ फलिरहेछ, धनियाँ हेर्नु यसरी फस्टाछ।
मलाई चाहिँ पानीपुरी खानु मन लाग्यो। अब कागती टिप्छु गाइज। गाइज म चाहिँ पानीपुरी खाने अनि यो कागती गाइज धनिया नि टिपे कागती नि टिपे। अब पानीपुरी बनाउने हेर्नुहोस् न गाइज यत्रो यत्रो ठुलो कागती चाहिँ हुन्छ। अब चाहिँ बनाउने अनि खाने। पानीपुरी पनि पाक्यो। अब खानु मन लागेपछि त पर्तीले त गरिहाल्छ त। के भएको यस्तो म जस्तो जागरिलो को छ होला साथीहरू। हेर्नुहोस् त पानीपुरी काठमाडौँ नेपालको स्वाद पानीपुरी। अरे तर मैले यो वालाको यो काठमाडौँ नेपालको स्वादवाला सबै कुरा लिएर ट्राई गरिसकेँ कि। गाइज पानीपुरी अनि अचार पानीपुरीको झोल अब खाने हो। मिठो पो भयो। साथीहरू पानीपुरी पनि खाएर भ्यायो अनि भाडा पनि माझेर भ्यायो अनि बजाइको लागि खाना पाक्दैछ। अनि मेरो यो खेलाचीको भ्लग हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि म चाहिँ यसरी नक्कली बनेर बसिरहेछु किनभने यो चिम्टी किन लगाएको भए अस्ति कपाल काटिहाल्यो क्या। थोरै पनि काटेन क्या, यति धेरै काट्यो। अनि यो गर्मीमा अब त बाहिर अघि झाडु फालेको अनि च्यापेको थिएँ अनि रात पनि पर्यो। अब धन्यवाद हजुरहरूलाई मेरो भिडियो हेरिदिनु भएकोमा। बाई बाई, अर्को भिडियोमा भेटौँला।